भारतले युद्धविराम भएको केही बेरमै पाकिस्तानले त्यसको उल्लङ्घन गरेको आरोप लगाएको छ। शनिबार साँझ 5 बजेदेखि लागू हुने गरी भारत पाकिस्तान बीच युद्धविराम सहमति भएको थियो। त्यसको केही बेरमै जम्मू कश्मीरको भारत पाकिस्तान सीमा क्षेत्रमा पाकिस्तानले हवाई आक्रमण गरेको भारतीय सञ्चार संस्था हिन्दुस्तान टाइम्सले जनाएको छ। जम्मू कश्मीरका मुख्यमन्त्री ओमर अब्दुल्लाले पाकिस्तानले युद्धविराम भएको केही बेरमै श्रीनगर लगायत सीमा क्षेत्रमा आक्रमण गरेको भनेर भिडियो सार्वजनिक गरेका छन्। उनले पाकिस्तानबाट युद्धविराम उल्लङ्घन गरेको भन्दै आपत्ति जनाएका छन्। श्रीनगरमा अझै विस्फोटको आवाज आइरहेको जानकारी दिँदै युद्धविरामप्रति प्रश्न पनि गरेका छन्। पाकिस्तानले पुनः आक्रमण गरेको सार्वजनिक भएपछि भारतीय प्रतिरक्षा प्रणाली पुनः सक्रिय बनाइएको हिन्दुस्तान टाइम्सले जनाएको छ।